अहिले हामी भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा छौँ। यो 2500 वर्ष अगाडि भगवान बुद्धको जन्म भएको थियो। यो ठाउँमा भगवान बुद्धको आमा मायादेवीको माइत देवदह गएर आफ्नो घर कपिलवस्तु फर्किँदै गर्दा यो पोखरी मायादेवीको पोखरीमा नुहाएर यहाँ जन्म भएको थियो। त्यसैले भगवान बुद्धको ठीक जन्मस्थल चाहिँ यही भएको थियो। यसरी विश्वविख्यात भगवान बुद्धको जन्म लुम्बिनीमा भएको थियो भन्ने कुरो सम्राट अशोकले पत्ता लगाएका थिए र यो ठाउँको नाम रहन गएको थियो। मायादेवी आफ्नो माइत देवदहबाट आफ्नो घरतिर कपिलवस्तुतिर फर्कँदै गर्दाखेरि मायादेवीले यो बाटैमा यो पोखरीमा नुहाएर भगवान बुद्धको लाई आजभन्दा 2500 वर्ष अगाडि यही भवनभित्र जुन ठाउँ सुरक्षित गरेर राखिएको छ त्यस ठाउँमा ठीक यही ठाउँमा भगवान बुद्धको जन्म भएको थियो। अब यही क्रममा त्यहाँ एउटा मन्दिर छ नि, मायादेवीको टेम्पल छ, त्यता नजाने? मायादेवीको टेम्पल छ त्यो त्यता। अनि ठिकै छ।